सम्पूर्णमा नमस्ते। आज मिति 2083 1 महिना 2 गते। आज उपरदाङगढीबाट फर्कने क्रममा एक दुःखद घटना भएको छ र त्यस घटनामा 2 जना गम्भीर रूपमा घाइते भएको छ र हजुरहरू पनि कुनै नयाँ ठाउँमा आउँदै हुनुहुन्छ भने हजुरहरू ध्यानपूर्वक साधन चलाउनु होला र त्यस दुर्घटना भएको स्थान चाहिँ यही रहेको छ र दुर्घटना यही स्थानमा रहेको जानकारी पाएको छ र उहाँहरू उपरदाङगढी घुमेर फर्कने क्रममा उहाँहरूको बाइकले टर्निङ राम्रोसँग नमोडेको हो वा के कारणले दुर्घटना भएको त्यस बारेमा कुनै जानकारी रहेको छैन र बाइक भने भर्खरै ट्राफिक प्रहरी तथा जुटपानीका प्रहरीले भर्खरै उहाँहरूले आफ्नो नियन्त्रणमा लिएर लानु भइसकेको छ र घाइतेलाई उपचारका लागि भरतपुरको अस्पतालमा लानुभएको छ। त्यसकारण हजुरहरू कुनै एउटा नयाँ ठाउँमा अथवा कहीँ घुम्न हजुरहरू जाँदै हुनुहुन्छ भने ध्यानपूर्वक साधन चलाउनु होला र हजुरहरू साधन चलाउनु हुँदा एकदम होसियार भई र बाटोको अवस्था बुझेर मात्र हजुरहरूले साधन चलाउनु होला र हामीले नै हो दुर्घटना कसरी नियन्त्रण गर्ने र के गरेर नियन्त्रण गर्ने। हाम्रो सानो लापरवाहीले गर्दा ठुलो दुर्घटना हुनसक्छ र ठुलो धनजनको क्षति हुनसक्छ। त्यसकारण आफूले नै अलि ध्यान दिनु पर्ने हुन्छ। यसै गरी हजुरहरू कतै जाँदै हुनुहुन्छ कतै घुम्ने प्लानमा हुनुहुन्छ भने एकदम होसियार भएर जानु होला र ध्यानपूर्वक साधन चलाउनु होला। यति भन्दै म बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।